र साथीहरू है आजदेखि है हाम्रो जुन चाहिँ यो भ्लग छ भ्लगलाई हामीले अघि बढाउन गइरहेका छौँ है र यो अघि चलिरहन्छ है कन्टिन्यू जान्छ र सुरुवात यस्तै हो है हामी आफ्नै गाउँठाउँबाट नै यसरी सुरु गरिरहेका छौँ है र प्रथम त म हाम्रै यो गाउँ मिरिक क्षेत्र अन्तर्गत पर्ने हरेक ठाउँहरूको जस्तै सुन्दर ठाउँहरू छन् ती ठाउँहरूलाई गाउँहरूलाई देखाउने प्रयासमा छु है र तपाईँहरूले देख्नु भएको छ पहिलो है तपाईँले देख्नुभयो हामीले फर्स्ट भिडियोज राखिसकेका छौँ र यो सेकेन्ड भिडियोज हो यो सेकेन्ड भिडियोज है भनिरहने है भिडियो आइहाल्छ होइन र तपाईँलाई म देखाउन गइरहेको छु है हेर्दै गर्नुहोस् यो मेरो कलेक्सनहरू है र अब यसरी अब यो हाम्रो गाउँठाउँ रमाइलो छ भनौँ है अहिलेघरि अब अहिले भर्खर पानी परेर रहेको छ र यसमा अब तपाईँहरूले अब हामी देखाउँदै जानेछौँ है यस्तो छ यस्तो किसिमको छ र सुरुवात भनेको घरबाटै गर्नुपर्ने रहेछ है सुरुवात पनि भइसकेको छ भनौँ र खाँचो अथवा जरुरत तपाईँहरूको छ अब हामी यसरी नै अघि बढ्दै जानेछौँ है प्लान्ट्सहरू देखाउने बानी भएछ कि यो चाहिँ मेरो रहर हो यहाँ बगनबेलीलाई यस्तो किसिमको यत्रो ठुल्ठुलो बगनबेली ल्याएर यस्तो किसिमले बनाउने मेरो कोसिस छ एकदम जुत्ता बनाउने बल अब यहाँ पनि छ यसलाई चाहिँ यसको रुटमा देखाउने कमाल है र यहाँ पनि छ भने यसको रुटमै देखाउने हो यो भर्खर सारेको मैले एकदम दामी छ यसको पनि सेप पछि गएर दामी हुन्छ है र यस्तै छ दबाई है जडीबुटीहरू पनि छ यहाँनिर औषधि पेट खाना नरुच्दाखेरि खाने है एकदमै खाना तपाईँले रुच्दैन भने यो खान सक्नुहुन्छ अब यो छ मेरोमा माइक है अब भ्लगिङ सुरु गर्नको लागि चाहिँ फेरि मैले यसलाई प्रिपेयर गरेको छु बनाएको छु हो यसको यहाँनिर लागिरहेको छ अहिले यसमा यसको चाहिँ यहाँनिर अहिले यो कनेक्टर छ लागिरहेको छ है यसको नयाँ कनेक्टर मैले मगाएको छु र जुन माइक अहिले मैले प्रयोग गरी युज गरिरहेको छु है एकदमै राम्रो छ डिजिटेकको सस्तो र अब 3500 भित्रमा तपाईँले यसलाई एफोर्ड गर्न सक्नुहुन्छ र जसको चाहिँ एकदम साउन्ड दामी आउँछ र यो नोइज रिडक्सन हो होइन यो चाहिँ मैले लगाएको छु नि यसले भाँचिरहेको रहेछ अहिलेघरि है र अब हाम्रो जुन चाहिँ भ्लगिङको सुरुवात छ भइरहेको छ है अब हामी केही गाउँको केही वरिपरिको ठाउँहरूमा जानेछौँ है ल हेर्दै गर्नु होला